खुशबुका अनुसार जुठो नपरेको भए 2070 सालको दशैंमा नै चरीसँग उनको विवाह हुने थियो। अनि के भन्नु ठिकै छ, तपाईले जय बनाउनु भएछ, तर म त्यसलाई मार्दै छाड्छु, चरीलाई चाहिँ म मार्दै छाड्छु। समस्या समाधान हुँदैन भनेर खुशबुले चरीलाई नेपाल बोलाइन्। खुशबुका अनुसार चरी मारिनुभन्दा करिब 1 महिना अगाडि नेपाल आएका थिए। नेपाल आएर उनी अदालतमा आत्मसमर्पण गर्ने तयारी गरिरहेका थिए। त्यसैका लागि उनी वकिलहरूसँग सल्लाह पनि गरिरहेका थिए। तर 2071 सालको साउन 21 गते प्रहरीले चरीलाई सदाका लागि उडाइदियो। खुशबुका अनुसार जुठो नपरेको भए 2070 सालको दशैंमा नै चरीसँग उनको विवाह हुने थियो। त्यसपछि उनीहरूले 2071 को दशैंमा विवाह गर्ने योजना बनाएका थिए। चरी मारिएपछि उनको शव टिचिङ अस्पताल ल्याइयो। चरीको शव टिचिङ अस्पताल नपुग्दै खुशबु ओली रातो साडीमा सजिएर टिचिङ अस्पताल पुगेकी थिइन्। अस्पतालमा मिडियासँग कुराकानी गर्दै खुशबुले भनिन्, इन्स्पेक्टर कुमार ढुङ्गेल र अर्पण कोइराला मिलेर चरीको हत्या गरेका हुन्। सबैभन्दा ठुलो कुरा भनेको चाहिँ दिनेशसँगको मेरो रिलेसनसिप, मेरो पारिवारिक रिलेसनसिपले गर्दाखेरि चाहिँ डाहामा कुमुद इन्स्पेक्टर र अर्पण कोइरालाको एकदमै मेजर प्लानिङ हो। किनभने पहिल्यैदेखि म जति पनि करोड पैसा खर्च गर्छु, 50 लाख खर्च गर्छु, जे गर्छु, जसरी हुन्छ म दिनेश अधिकारीलाई मार्छु भन्ने उनीहरूको इन्टेन्सन त्यति मात्रै थियो। खुशबुका अनुसार इन्स्पेक्टर कुमार ढुङ्गेल पनि खुशबुलाई मन पराउँथे। उनले पनि खुशबुलाई प्रेम प्रस्ताव राखेका थिए, तर खुशबुले कुमुदको प्रेम प्रस्ताव रिजेक्ट गरेकी थिइन्। खुशबुका अनुसार अर्पणसँगको ब्रेकअप र कुमुदको प्रेम प्रस्ताव रिजेक्ट गरेर चरीसँग अफेयर गरेपछि कुमुद र अर्पण मिलेर चरीको हत्या गरेका हुन्। खुशबुका अनुसार आफूसँगको सम्बन्ध तोडेर चरीसँग सम्बन्ध बनाए भनेर अर्पण रिसाए अनि प्रहरीको प्रस्ताव अस्वीकार गर्ने भनेर कुमुद ढुङ्गेल रिसाए। एकदमै कम मान्छेमा प्लान गरेर कुमुद ढुङ्गेलले फाइदा उठाएको कुरा मात्र। कुमुदजीलाई मैले जब मेरो इन्गेजमेन्ट हुने भयो भनेपछि कुमुदजी पनि मेरो साथी नै हुनुहुन्थ्यो। अनि के भन्नु ठिकै छ, तपाईँले जय बनाउनु भएछ, तर म त्यसलाई मार्दै छाड्छु, चरीलाई चाहिँ म मार्दै छाड्छु। अझ उहाँको शब्दमा भन्नुपर्ने भने धुलो हालिदिन्छु म 50 ग्राम भनेको। र यहाँ कस्तो भयो भने उहाँलाई चाहिँ कस्तो भयो भने खुशबुले चाहिँ दिनेशसँग रिलेसनसिप राखेर मलाई तोड्यो भने इगो त्यहाँ आयो। र त्यो साँचो कुरै होइन, किनभने यो त दिनेशसँगको मेरो कुरा त 1.5 वर्ष मात्रै भयो। अर्पणसँग हाम्रो सम्बन्ध तोडिएको त 2-2.5 वर्ष हुन लागिसक्यो। कुमुद ढुङ्गेल र अर्पण कोइरालाको प्रब्लम इगो त्यहीँनेरि आएको। अर्पण, चरी, कुमुद र खुशबुको यो लभ ट्रायंगल बारे त्यतिखेर साप्ताहिक पत्रिकाले चरी, रोमान्स र इन्काउन्टर शीर्षकमा समाचार नै छापेको थियो। तर कुमुद भने खुशबुसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्दै आएका छन्। साप्ताहिक पत्रिकामा त्यतिखेर प्रकाशित समाचार अनुसार खुशबुले चलाउने सेल्टर नामको संस्थाबाट 2 जना बालकहरू अचानक हराएपछि उनी सहयोग खोज्दै प्रहरी इन्स्पेक्टर कुमुद ढुङ्गेलको सम्पर्कमा पुगेकी थिइन्। त्यति बेला कुमुदले प्रहरी भ्यान उपलब्ध गराएर खुशबुको सेल्टरबाट हराएका बालबालिका खोज्न सहयोग गरेका थिए। यसपछि कुमुद र खुशबु नजिकिएका थिए। कुमुदले आफ्नो संस्थालाई सहयोग गरेको पनि स्वीकार गरेकी छिन्। खुशबुले साप्ताहिक पत्रिकाको अन्तर्वार्तामा उनले भनेकी छिन्, उनले केही सहयोग गरेका हुन्, तर उनी प्रेमीका रूपमा सामिप्यता चाहन्थे। मैले त्यो सम्भव नभएकाले वास्ता गरिन। त्यसपछि उनीहरू दिनेशलाई समाप्त गर्न लागे। हिमाल खबरमा प्रकाशित समाचार अनुसार इन्स्पेक्टर कुमुद दरबारमागमा कार्यरत रहँदा उनको खुशबुसँग भेट भएको थियो। जे जस्तो भए पनि आफ्नो कारणले नै चरी मारिएको स्वीकार्छिन् खुशबु। अन्नपूर्ण पोस्टको अन्तर्वार्तामा उनले भनेकी थिइन्, म एउटा केटी भएर भन्न त नमिल्ने हो, तर संसारमा कतिपय ठूला घटनाहरू केटीकै कारणले भएका छन्। दुर्भाग्यवश मेरो सन्दर्भमा पनि यस्तै भयो जस्तो लाग्दैछ। मलाई मन पराउनेहरूबाटै दिनेश अधिकारीको ज्यान गयो भन्नेमा मलाई कुनै शंका छैन। चरीलाई अपराध र गुण्डागर्दीको कालो दुनियाँबाट बाहिर निकालेर समाजमा नयाँ मानक स्थापित गर्ने योजना थियो अरे खुशबुको। उनले अन्नपूर्ण पोस्टसँगको अन्तर्वार्तामा भनेकी छिन्, हामी एउटा उदाहरणीय जोडी बन्न चाहन्थ्यौँ। म उसलाई पुरै सुधारेर अर्कै मान्छे बनाउन चाहन्थे। वास्तवमा म एउटा प्रयोग गर्न चाहन्थे। काठमाडौँका गुण्डाहरू समाप्त पार्ने योजना बनाइरहेको प्रहरीले चरीको खुशबुसँग सम्बन्ध छ भन्ने थाहा पाएपछि खुशबुमाथि पनि निगरानी बढायो। रातोपाटीमा प्रकाशित समाचार अनुसार त खुशबुको माध्यमबाट नै चरीको सुटआउट गर्ने योजना अनुसार प्रहरी अधिकारीहरूले खुशबुसँग हिमचिम बढाएका थिए। प्रहरीले नै खुशबुलाई विश्वासमा लिएर चरीलाई नेपाल बोलाउन लगाएको थियो। खुशबुसँग निकट भएका प्रहरी अधिकारीले त्यतिखेर खुशबुलाई फकाउँदै भनेका थिए, चरीलाई नेपाल बोलाएर आत्मसमर्पण गराउनुपर्छ, नभए त प्रहरीले चरीलाई भारतमा पनि मार्न सक्छ। चरीलाई नेपाल बोलाऊ, उसको जिम्मा म लिन्छु। त्यसमाथि अहिले एमालेकै गृहमन्त्री छन्, चरी पनि एमालेकै मान्छे हुन्। प्रहरीले नै केही हुँदैन भनेपछि खुशबुले पनि चरीलाई आत्मसमर्पणका लागि भनेर नेपाल बोलाइन्। चरी काठमाडौँ फर्केको थाहा पाएपछि पुलिसले चरीको सुटआउट गर्ने योजना अनुसार खुशबुको फोन ट्याप गर्न थाल्यो। रातोपाटीमा प्रकाशित समाचार अनुसार चरी र खुशबु बीच हुने फोन संवाद सुनेरै प्रहरीले चरी कहाँ छन्, के गर्दैछन् भनेर पत्ता लगायो। रातोपाटीका अनुसार चरी मारिने दिन पनि प्रहरीले खुशबु र चरीको फोन ट्याप गरेको थियो। र 21 साउन 2071 सालमा चरी धादिङ र काठमाडौँको सिमानामा मारिए। प्रहरीले चरीको फाइनल उडानका लागि 8 राउन्ड गोली चलाउनु परेको थियो। तर हिमाल खबरमा प्रकाशित समाचार अनुसार चरीलाई काठमाडौँको भिरकुटी मण्डपबाट पक्राउ गरिएको थियो।